बच्चालाई बलात्कार साथसाथै बलात्कार मात्रै नभएर आँखा फुटाएर जिब्रो काटेर चुरोटको निलडाम शरीरभरि त्यसको लागि हामी न्यायको लागि माग माग्दैछौँ। गरिमा हुँ, म त सानी थिएँ। मैले यो संसारमा के नै गल्ती गरेकी थिएँ र? मलाई खेल्न मन थियो, हाँस्न मन थियो, अनि मसँग यस्तो किन भयो? नेपाल प्रहरीसँग मेरो बिन्ती छ, सत्य पत्ता लगाउनुहोस् र दोषीलाई कानुनअनुसार कडा सजाय दिलाउनुहोस्। म आज बोल्न सक्दिनँ, त्यसैले मेरो आवाज बनेर तपाईहरू बोलिदिनुहोस्। दुई गोडा सहनै नसकी आज 7 वर्षमा नै घटना 3 वर्षको बच्चालाई बलात्कार साथसाथै बलात्कार मात्रै नभएर आँखा फुटाएर जिब्रो काटेर चुरोटको निलडाम शरीरभरि त्यसको लागि हामी न्यायको लागि माग माग्दैछौँ होइन। एउटा 3 वर्षको देवी रूपी भगवानको लागि हामीले न्याय माग्दैछौँ। देशैभरिका नेपाली, देश विदेशका नेपाली सब एकजुट भएर छोरी बचाउ अभियानमा लाग्नु पर्यो। सबैले सहयोग गर्नु होला। बलात्कारका घटना 4% वृद्धि भएको देखाउँछ। बलात्कार र हत्या प्रकरणबाट बलात्कारलाई मारिँदै, बलात्कारलाई हेटिँदै, बलात्कारीको काटिँदै, बलात्कारलाई फाँसिँदै, बलात्कार